नमस्कार। आज यहाँहरूका बिचमा यो बाटेको धुप त्यसका बारेमा मैले जानेको आधारमा छोटो भिडियो तयार गर्दैछौँ। सबैभन्दा पहिला नेपाली कागज छ, नेपाली कागजलाई लिएर आउने र यो लामो हुन्छ, यसलाई लामै तरिकाबाट यसरी बीचबाट फोल्ड गर्ने, ठ्याक्क मिलाएर बीचमा पारेर जतासुकैको बराबर बनाएर बीचबाट यसरी फोल्ड गर्ने। यसरी फोल्ड गरिसकेपछि यो बीचबाट यसरी कैँचीले सर्र काट्ने। यहाँबाट कत्रो बनाउने हो त्यत्रैमा आधारमा चट्टा बीचबाट यसरी काट्ने। मैले यत्रो बनाएको छु। कुनै अलिक ठुलो पनि हुन्छ, कुनै अलिक सानो पनि बनाउँछु। यो जसरी अहिले काटिसकेपछि यो नेपाली कागज यस्तो आकृतिमा निस्किन्छ, तयारी हुन्छ। यो आकृतिमा तयारी भइसकेपछि यसलाई चाहिँ अब यस्तो गराउने। यो एउटा मात्रै लिने, यसलाई थोरै डुँडो जस्तो आकारको बनाउने। अनि यसमा थोरै यो बाटेको धुपको मसला पाइन्छ, बजारमा रेडिमेड पाइन्छ, त्यो लिएर आउने र अनि यसरी यो बिचमा सर्र हाल्ने। यो बिचमा यसरी राखिसके पछाडि यो यतिको हुन्छ। अनि यसलाई चाहिँ नपोकिने तरिकाले यस्तो बनाएर यो थोरै यसरी मोडेर अनि यहाँ यसरी बटार्ने। यसरी यो बटारिसके पछाडि यो यतिको हुन्छ। अनि यसलाई चाहिँ यसरी सट्ट घुमाउने। कसैले हातमै चाहिँ घुमाउन सक्नुहुन्छ भने, कतिले चाहिँ यसरी यो बनाएर यसरी यो घुमाएर यसरी यो बनाउन सक्नुहुन्छ। र यो रेडिमेड भयो। यति भएपछि धुप बन्यो। यो धुप बजारमा किन्न जान पर्दैन, घरै आफैले यसरी सजिलैसँग आनन्दका साथमा बनाउन सकिन्छ भनेर यो भिडियो तयार गरेको छु। सबैले हेरिदिनु होला, सबैले लाइक गरिदिनु होला, सबैले सेयर गरिदिनु होला भन्दै आज चाहिँ सबैलाई राधे राधे।